यो भिडियोमा म तपाईहरुसँग अलिकति फरक किसिमले प्रस्तुत हुन लागिरहेको छु। मेरो अलिकति अर्को रूप देख्नुहुनेछ यो भिडियोभित्र। यो असार महिनामा म मोरङ गएको थिएँ। मोरङमा केराबारी गाउँपालिका भन्ने एउटा गाउँ छ, पहाड र तराई जोडिएको। त्यहाँ एउटा घना जङ्गल छ, जङ्गलकै छेउमा मेरो घर छ, बुवा आमा त्यहीँ बस्नुहुन्छ, मेरो खेत पनि त्यहीँ छ। र यसपालि म धान रोप्न गएको थिएँ। धान रोप्न जाँदाखेरि जङ्गलमा पनि घुम्न गइयो। अब त्यो हामी यहाँ हाइकिङ भने पनि, हामी चाहिँ त्यो मर्निङ वाक भने पनि, डे वाक भने पनि, अर्थात् हामी ट्रेकिङ भने पनि हाम्रो जाने ठाउँ चाहिँ जङ्गल पहाड छ। योभन्दा अगाडि मैले एउटा हाइकिङको केराबारी, हिँडौँ केराबारी भन्ने हाइकिङको पनि सानो भिडियो हालेको थिएँ। यसपालि धान रोप्न जाँदा चाहिँ जङ्गलभित्र त्यो पानीको स्रोतहरू कस्तो छ, अलिकति बाल्यकालमा किशोर अवस्थामा हामी गाउँमा हुर्किँदाखेरिका बोट बिरुवा पात कस्तो थियो भन्ने अलिकति रमाइलो पनि मैले महसुस गरेर यसो डुलेको भिडियो पनि अलिकति तपाईँहरूसँग देखाउँछु। यो ठाउँको नाम चाहिँ बोक्रे धारा भन्ने रहेछ। यो पहिले सालको बोक्राको धारो बनाएर मान्छेले पानी खाने घाँसौरा गर्दा भएको हुनाले यो ठाउँको नाम बोक्रे धारा रहेछ। र यो असाध्यै राम्रो, यो टिकटक बनाउनेहरूको लागि त यो एउटा सालको रुख लडेको, यस्तै सालको लडेको रुखबाट बोक्रो ल्याएर यो धाराको नाम चाहिँ बोक्रे धारा बनाएको। तर अहिले चाहिँ पाइपको धारा रहेछ, यसलाई फेरेर बोक्राकै धारा राख्यो भने यो असाध्यै राम्रो भने देखिन्छ। भिडियोमा किन आउन खोजेको भने धान रोप्न चाहिँ रोपाइँको चाहिँ एकदमै ठुलो असार मासमा गाउँमा कस्तो सिचुएसन थियो, किसानहरूको अवस्था कस्तो थियो भन्ने कुरा आफूले भोगेर, ग्राउन्ड रियालिटी भोगेर अनि काठमाडौँ छिरेर म तपाईँहरूलाई यो कुरा सुनाउन लागेको। र अहिले म तपाईँहरूसँग कोट लगाएर प्रस्तुत भइरहेको छु। तर अब म तपाईँहरूलाई गाउँतिर, खेततिर लैजान चाहन्छु। यो मैले अलि साँझमा खिचेको हुनाले यो भिडियो पनि त्यति उज्यालो छैन, अलि अँध्यारो अँध्यारो खालको छ। पश्चिममा घाम डुब्न लागेको बेला छ र मेरो पृष्ठभूमिमा खेत अनि गाउँहरू देखिरहेको छ। यो मोरङको खेती गर्दाखेरि पहिले गोरुले जोत्ने चलन थियो। अहिले गोरु गाउँमा कहीँ पनि भेटिँदैन, सबैले ट्र्याक्टर लगाउने गरेका छन्। ट्र्याक्टरको मूल्य यो गाउँमा चाहिँ 1 घन्टा जोतेको 3000 रुपियाँ पर्छ, मिनेटको 50 रुपियाँको दरले पर्छ। र कसैको 2-3 कट्ठा 3-4 कट्ठा जग्गा छ भने ट्र्याक्टरमा लगाउने खर्च र त्यो धान उत्पादन हुँदा त्यसले दिने पैसा त्यो तुलना गर्ने हो भने लगभग ट्र्याक्टर खर्च नै उठ्नलाई त्यो ठिक्क हुन्छ जस्तो लाग्छ। अब त्यस पछाडि दिनको दैनिक ज्याला यहाँ सुक्खामा 600 देखि 650 दैनिक छ भने खाना खाएर रोपारहरूको ज्याला 500 र आली तास्ने, आली लगाउने, बाउसे काम गर्नेहरूको त्यस्तै 600-700 रुपियाँ 800 रुपियाँसम्म ज्याला छ। र खेती असाध्यै महँगो भएको सबै मानिसहरूको गुनासो त्यो सुनिन्छ। मैले आफूले पनि अनुभव गर्दाखेरि ट्र्याक्टर 2 चोटि लगाउनु परिहाल्यो, बाँझो एकचोटि जोत्नु पर्यो, 5-7 दिनपछि हिलो कुहिएपछि फेरि अर्कोचोटि ट्र्याक्टर लगाउनु पर्यो। र 2 चोटि ट्र्याक्टर लगाउँदा खर्च धेरै बढेको छ। अनि तेलको भाउ बढेको कारणले गर्दाखेरि ट्र्याक्टरको खर्च बढेको हो भन्ने सुनिन्छ। योभन्दा अघिल्लो वर्ष घन्टाको 2300मा लगाएको जस्तो लाग्छ मलाई, र अहिले 3000 छ। र बिचमा के सुनियो भने एकचोटि तेलको भाउ घट्न लाग्यो भनिसकेपछि तेल सर्टेज भयो र बजारमा तेलको अभाव भयो र एक दिन त झन्नै ट्र्याक्टरले जोत्न पनि नपाउने स्थिति भयो भन्ने ट्र्याक्टर सञ्चालकको कुरो सुनिन्थ्यो, ट्र्याक्टर मालिक पनि भनिन्छ। अनि तेलको भाउको कुरो त्यस्तो छ, महँगी छ र किसानको असाध्यै दयनीय र दुःखी जिन्दगी छ। अहिले असारमा एकदम धेरै बिहान उठेर 5 बजे उठ्छन् किसानहरू, अनि खेतमा पस्छन्, बिउ राख्छन्, वस्तुभाउको पनि गर्नु पर्यो, स्याहार गर्नु पर्यो, बालबच्चा स्कुल पुर्याउनलाई हतार गर्नु पर्यो। त्यो खालको समस्याहरू देखियो किसानको, र त्यो आफैले पनि यो अनुभूति गर्न पाइयो यो हप्ता बस्दाखेरि। यो गाउँ चाहिँ अलिकति पानीको मुहान, देवीथानमा पानीको मुहान भएको र जङ्गलको छेउ भएको हुनाले कम्पेरिटिभली यो सिरानको गाउँमा पानीको त्यति ठुलो अभाव होइन। तर जनसङ्ख्या वर्षेनी बढ्दै गएको र पानी लगाउन नपाएर कतिपय झगडाहरू छरछिमेकमा पानीकै नाममा हुने गरेको र पानीको साँच्चै अभावले गर्दाखेरि मानिसहरू छटपटिएको। र यहाँ चाहिँ बोरिङ गर्ने पनि त्यति धेरै
अलिकति उचाइ जस्तो छ र बोरिङ पनि नहुने र पानी चाहिँ जुन नेचुरल सोर्सको पानी छ त्यो पानीले चाहिँ नपुग्ने, त्यसले गर्दाखेरि एकदमै पानीको समस्या देखियो। अझ तल बेलबारीतिर जाँदाखेरि त्यहाँ एकदम खेतहरू बाँझो देखिन्छ। बेलबारी आसपासमा यो लालभित्ती भन्ने गाउँ छ, त्यहाँ त झन् जमिन सुकिराखेको छ, त्यहाँ सिँचाइ हुने पानी पनि छैन र अब पानी परेको पनि आकाशको भरमा खेती गर्नुपर्ने र पानीको कुनै ठेगान नहुने, आज पर्ने भोलि नपर्ने टाइपको हुँदाखेरि यो अहिले सबैभन्दा ठुलो किसानहरूले भोगिरहेको समस्या चाहिँ पानीको जस्तो लाग्छ मलाई तराईमा। र पूर्व राष्ट्रपति रामवरण यादवले केही वर्ष अगाडि अन्तर्वार्ता लिँदा भनेको सुनेको थिएँ, तराईमा चाहिँ भविष्यमा पानीकै न्युले चाहिँ लडाइँ हुने, हिंसा बढ्ने, द्वन्द्व बढ्ने सम्भावना छ, तराईमा चुरे नष्ट हुँदै गएको छ भने जस्तो अहिले अत्यन्तै यो गर्मी, जनसङ्ख्याको चाप सबै कुराले गर्दाखेरि पानीको चाहिँ एकदमै ठुलो समस्या देखियो। यहाँ पनि अहिले धेरैले धान रोपेको तर पानीको अभाव र मेरो पृष्ठभूमिमा चाहिँ धानमा पानी केही लागेको देखिन्छ। यो चाहिँ नजिकै एउटा सिमसार क्षेत्र जस्तो भएको हुनाले पानी छ, पानीको चाहिँ असाध्यै ठुलो अनिकाल हुने र भविष्यमा ठुलो पानीको सङ्कट आइलाग्ने तराईमा, त्यो खालको पनि मैले सम्भावना देखेँ। अर्को पालिकाको ठेक्कामा यहाँ खोलाको गिटी बालुवा लगायतका माटो लगायतका साधनहरू यहाँबाट निकासी हुन्छ र यो बाटोमा चाहिँ यो बाटो पिच पनि भएको बाटो भत्किसकेको छ, ठाउँ ठाउँमा चाहिँ खाल्डोहरू पर्न थालेको छ र यहाँ दिनहुँ ट्रिपरहरू, ट्रकहरू, लोडरहरू कुद्छन्, स्कुल टाइममा पनि कुद्छन्, बिहान बेलुका त्यो टाइम कार्ड पनि छैन यहाँ र बाटोमा पनि कुनै लगानी छैन। त्यो मानिस हिँड्ने बाटो चाहिँ अहिले एकदमै कोलाहल छ र द्वन्द्व पनि त्यही बाटोको कारणले भर्खरै केही युवाहरूले चाहिँ यसरी स्कुल टाइममा नकुदाउनु भन्दाखेरि त्यहाँ अलिकति हात हालहालको स्थिति भएर पुलिस केससम्म भएको पनि सुने मैले। र यसरी यो बाटोमा आउने जुन ट्रिपरहरू छन्, ट्रकहरू छन्, त्यसले चाहिँ जनतालाई शास्ति दिएको देखिन्छ। खेती गरेर मल बोकेर आउनुभएको? मल होइन, बिउ बोकेर आएको। धानको बिउ? धानको बिउ, हजुर। अनि रोपाइँ के घाटाको खेती भन्छन् नि? घाटा धेरै घाटा छ हजुर। कसरी? 3000 रुपियाँ घन्टा ट्र्याक्टर छ, मल बोकै छैन, अनि किसानलाई धेरै घाटा छ। सरकारले अब के गरेको किसानलाई पाल्ने हो, किसानलाई कसरी गर्नुहुन्छ तपाईँहरू? अब किसानको मल कहिले पुग्दैन होइन। अनि बाटोमा डोजरले पनि एकदम दुःख दियो भन्छन् नि, ठुलो। के त यो बाटोमा धुलो उडाउँदो रहेछ नि त? धुलो उडाइरहेको छ, अनि किसानलाई धेरै धुवा त्यस्तो धुलोसुलो खाएर किसानले कसरी बाँच्ने होइन। बाटो पनि बिग्रिसकेको रहेछ, बाटो बनाएको छैन। पहिलाको रोहित कार्कीले बाटो बनाएको सबै डुप्लिकेट बनाएको छ। अहिलेको रोहितले केही गरेको छैन। उसले पिच गर्छु राम्रो गर्छु भनेछ, यसो केही उसले तातो घाममा जनताले भोट दिएर जिताएको छ, केही उसले गर्छ छैन। अब अलग त नपाएको कि तेल नपाएको कि के हो, न मोही भएर के हो, तेलको भाउ। अनि यो स्कुल टाइममा बच्चाहरू हिँडिराखेको बेलामा चाहिँ डोजर चलाउनु हुँदैन भनेर भनेको छैन? भनेको छ, तर चलाइरहेको पटकै टेर्दैन, धुलो पार्छ, धुलो पारिरहेको। अनि अब किसानलाई यो बाबन सरकारले के गर्छ, कसरी हेर्छ, उसकै ठाउँमा छ। हेर्छु भने उसले घन्टीमा हामीले भोट हालेका छौँ। तपाईँहरूले अब पहिलेको सरकार त त्यस्तै खालको छ, भ्रष्टाचार छन्। अहिलेको नयाँ सरकारले कस्तो के गर्छ, कसो गर्छ, किसानलाई राम्रोसँग हेर्थ्यो भने फेरि पनि तपाईँहरूलाई 5 वर्ष ओके हुन्छ। गर्नु भएन बालन सरकारले भने फेरि बाई हुन्छ। यसो भनिराख्दाखेरि विकासको विरोध गर्यो भन्ने पनि अर्थ लाग्न सक्छ। पूर्व पश्चिम राजमार्ग हाइवे बनिरहेको छ, यही पनि विराटचोक, इटरी, बेलबारी, उर्लाबारीसम्मको एरिया हेर्दाखेरि पनि त्यहाँ धमाधम पूर्व पश्चिम राजमार्गको विस्तार भइरहेको छ। त्यहाँ मेट्रोलहरू पनि चाहिएको छ, त्यहाँ माटो पुर्नुपर्ने पनि धेरै आवश्यकता छ र यो उत्तरी क्षेत्रबाट माटो त्यसरी लिएर जान जरुरी आवश्यक पनि छ। तर त्यो हुँदाहुँदै पनि स्थानीयले भोगेको शास्ति बेग्लै छ। स्थानीयले धुलो खानु परेको छ, बालबच्चा कतिखेर चाहिँ खिचिने हुन् कि स्कुल टाइममा पनि एकदमै गाडीहरू कुदिरहेको छ। अनि बाटो भत्किएर एकदम यो यहाँबाट केराबारी गाउँपालिका जाने जङ्गलको बाटोहरू सबै पानी जम्ने गरी त्यो बाटोहरू पनि बिग्रिरहेको छ। तर त्यहाँ कसैले माटो थप्ने ओर्ने काम पनि गरेको छैन। र यो चाहिँ एउटा द्वन्द्वको अर्को सिर्जना, जसरी पानीले द्वन्द्व सिर्जना गरिरहेको छ, त्यस्तै बाटोको प्रयोगले पनि र यो प्राकृतिक स्रोतको
दोहनबाट उत्पन्न समस्याले पनि मान्छेको पर्यावरणीय अधिकार जस्तो स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हक भनेको छ, तर यहाँ गाउँमा मान्छेले स्वच्छ वातावरणमा बाँच्न पाउने स्थिति छैन। लुगा बार्दलीमा सुकाएको पनि धुलै धुलो हुने स्थिति छ। त्यो किन भयो, यो यस्तो नहोस् भनेर उनीहरूले आवाज उठाउँदाखेरि त्यो आवाजको कहीँ सुनवाई हुने स्थिति पनि छैन। पालिकाका जनप्रतिनिधिहरू हामीले कर लिएको हुनाले यो ठेकदारलाई हामी केही भन्न सक्दैनौँ भन्ने खालको कुरो छ। कर पनि लिएको छ पालिकाले पनि र विकासका लागि मेटेरियलहरू प्रयोग पनि गर्नु परेको छ। तर यो पनि सत्य हो कि गाउँलेहरू धुलोमा बस्नु परेको छ। पर्यावरण सम्बन्धी जुन संवैधानिक अधिकार भनिएको छ त्यो चाहिँ कागजमा सीमित भएको देखियो गाउँमा, एउटा त्यो खालको समस्या देखियो। अनि खेती गर्न गाउँमा बसेको बेला रेडियो एफएम रेडियोहरू अलिक सुनिँदो रहेछ। कम्पेरेटिभली रेडियोको फेज सक्यो भन्दाखेरि यो चाहिँ गाउँमा त रेडियो त सुनिँदो रहेछ, तर रेडियोमा पनि पानी पर्छ भनेका बेलामा पानी परेन। जस्तो असार 16 र 17 गते ठुलो वर्षा हुने हुनाले सतर्क रहनु होला भनेर रेडियोमा भनेको थियो। त्यो 16 र 17 गते घाम लागेर मान्छेले पानी नपरेर त्यो खालको स्थिति देखियो भनेपछि यो प्राकृतिक उसमा भर पर्नुपर्ने र यो हाम्रा स्रोत साधन सूचना प्रवाह गर्ने साधनहरूको पनि त्यति राम्रो यो के भन्छ त्यसलाई, त्यो प्रेडिक्सन चाहिँ देखिएन। अर्को कुरा रेडियोले के भनेको सुनियो, टेलिभिजन पनि सुने मैले। समाचारहरूमा के पाइयो भने मलको अभावले तराईको खेती प्रभावित भन्ने पाइयो। अनि यहाँ चाहिँ खेतमा बसेर सुन्दाखेरि अलि हाँस पनि उठ्दो रहेछ। जस्तो धान रोप्दाखेरि यहाँ अहिले मल चाहिएको छैन, रासायनिक मल चाहिएको छैन। यहाँको किसानहरूले धान रोप्दा मल प्रयोग नगरिकन रोप्छन् र धान रोपेको 3 दिनभित्रमा बरु त्यो झार मार्ने औषधि भनेर त्यो औषधि असाध्यै धेरै प्रयोग हुँदो रहेछ। त्यो औषधि बालुवामा राखेर छर्किने अर्थात् पानी पम्पिङ गरेर मतलब त्यो स्प्रे गरेर पानीमा छर्किने या यसो 1-2 थोपा पानीमा छोडिदिने र त्यो प्रयोग गरेर त्यसबाट चाहिँ झार मार्ने। अनि जब कि धान गोड्नु नपरोस् भन्ने चाहिँ चलन रहेछ। मल चाहिँ जब साउन कट्न लाग्छ र भदौतिर अर्थात् साउन भदौतिर धान अलिकति ठुलो भइसकेपछि त्यतिखेर मात्र यहाँ युरिया मलको प्रयोग भएको पाइन्छ। रासायनिक मलको अभावले नै धान रोप्न सकस् भन्ने समाचारहरू चाहिँ काठमाडौँबाट प्रसारण हुँदा गाउँमा चाहिँ त्यति रियालिटी जस्तो लागेन। तर मलाई आफूलाई अनुमान गर्दा के लाग्छ भने जुन मध्य प्रदेश छ त्यहाँ चाहिँ अत्यधिक रासायनिक मलको प्रयोग रोपाइँकै बेला हुन्छ। डिएपी र युरिया घोलेर त्यतिखेरै रोप्ने बेलामै हान्ने चलन छ भन्ने मैले सुने। यदि त्यस्तो छ भने यो पनि छलफलको विषय होला। पूर्वी नेपालमा चाहिँ धान रोप्दाखेरि नै रासायनिक मल प्रयोग हुँदैन, तर मधेसमा यदि त्यस्तो हुन्छ भने कुन चाहिँ ठिक त, मधेसले गरेको प्रयोग ठिक कि यो पूर्वले गरेको प्रयोग ठिक भन्ने पनि हेर्नुपर्छ होला। मल चाहिँ रासायनिक मल चाहिँ त्यसरी प्रयोग हुने गरेको पाइयो, फरक तरिकाले प्रयोग हुने गरेको पाइयो। धान रोपिसकेपछि चाहिँ यहाँ पनि पूर्वमा पनि मोरङमा पनि असाध्यै मलको चाहिँ प्रयोग हुन्छ, युरियाको प्रयोग हुन्छ। रोप्दा चाहिँ हुँदैन। यो रोपेको मलाई लाग्छ 1 महिना 1.5 महिना 2 महिनासम्म पनि, अर्थात् कतिपय मान्छेले धान पसाउने बेला भन्छ जुन धानको बाला लाग्ने बेलामा मल प्रयोग गरेको देखिन्छ। त्यस कारणले काठमाडौँबाट समाचार भन्दाखेरि चाहिँ रासायनिक मल सरकारले दिन नसक्दा किसानले धान रोप्न पाएन भन्दाखेरि चाहिँ धान रोप्दाखेरि नै मल प्रयोग गर्नु बा किसानकै कमजोरी हो कि यो चाहिँ अलिकति जान्नेहरूले भन्दैदेखि हुन्थ्यो। किनभने अब कृषिमा म त्यस्तो कुनै अनुभवी होइन, मैले यसरी भन्न सक्दिनँ कि धान रोप्दाखेरि मल प्रयोग नगरौँ पछि प्रयोग गरौँ पनि भन्न सक्दिनँ। सकेसम्म त रासायनिक मल कम प्रयोग गर्दा उचित हुन्छ भन्ने लाग्छ। व्यक्तिगत रूपमा मैले अघिल्लो साल पनि रासायनिक मल प्रयोग गरिनँ र यसपालि पनि मैले रासायनिक मल प्रयोग नगरिकन धान रोपेको छु र मैले चाहिँ अब धानमा सकेसम्म कम्पोस्ट मलकै प्रविधि नै प्रयोग गरेर रोप्नु राम्रो हुन्छ भनेर मैले आफूले चाहिँ रासायनिक मल प्रयोग गरेको छैन। खेतीकै अनुभवको कुरा गर्दा यहाँ तोरी छर्ने चलन हिउँदमा बढ्दै गएको छ। पहिले 5-7 वर्ष अगाडि थिएन। यता मोरङको मधुमल्लातिर त तोरीबारी भन्ने ठाउँै छ, त्यहाँ चाहिँ तोरी असाध्यै छर्ने चलन थियो। तोरी छर्दा पनि युरिया हानेर छरेन भने त्यो मान्छेलाई अपवादै जस्तो मान्ने चलन थियो गाउँमा। मैले अघिल्लो वर्ष रासायनिक मल प्रयोग नगरी तोरी छरेँ, थोरै फल्यो। गत वर्ष चाहिँ रासायनिक मलै प्रयोग गरेर तोरी छर्दा पनि यहाँ तोरी गाउँमा कसैको पनि फलेन, एकदमै त्यो तोरीको दाना नै लागेन, त्यो खालको समस्या थियो।
अब यो रासायनिक मलको प्रयोग बारे पनि कहाँ गर्ने, कसरी गर्ने, प्रयोग कति गर्ने कि नगर्ने, त्यसको विकल्प के गर्नुपर्छ होला। किनभने हाम्रो देशमा रासायनिक मलको उद्योग पनि छैन र कम्पोस्ट प्रविधिबाटै राम्रो उत्पादन हुन्छ भने यो अत्यधिक रासायनिक मलको प्रयोग भनेको चाहिँ यो अत्यधिक मोबाइलको प्रयोग, फेसबुकको प्रयोग जत्तिकै भइसकेको पो हो कि यसमा पनि छलफल गर्नुपर्छ होला जस्तो लाग्छ। अर्को कुरा चाहिँ म यहाँ राजनीतिको कुरो गर्दिनँ र यहाँ कसैलाई सेकताप गर्न पनि खोजेको होइन। यो गाउँमा खेती किसानीको बेलामा बसेको बेला राजनीतिमा त शून्यता थियो, एकदमै मान्छेहरूको त्यो राजनीति कुनै ऊ छैन। बरु गाउँमा के सुने भने गत चुनावमा फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवा कार्यकर्ताको भूमिका खेलिराखेका एकजना कार्की थरका साथी युवा, उहाँलाई भेटौँला, अलिकति कुराकानी गरौँला, के छ स्थिति भन्ने पनि विचार थियो। तर उहाँ चाहिँ वैदेशिक रोजगारीमा जानुभयो भन्ने सुने मैले, मलाई दुःख लाग्यो। अब यो वैदेशिक रोजगारीमा गएका मान्छे फर्काउनु पर्ने काठमाडौँमा त्यो भाष्य थियो। तर यो दुःख हो नि, यो अब रासोपाको अगुवा कार्यकर्ता नै वैदेशिक रोजगारीमा जानुभयो भनेपछि यो खालको बाध्यता कहिले हल गर्ने होला भन्ने हो। अर्को मैले यहाँ देखेको चाहिँ यो गर्मी अति बढेको छ अनि बिजुली बेला बेला गइरहेको छ, फ्याटो बत्ती जान्छ, सुतेको बेलामा राति कतिखेर बत्ती जान्छ, पसिनै पसिना आउँछ, बिहान कतिखेर चाहिने हो जाने। यो पहिले भनिन्थ्यो यो एकदम झराकझुलुक बत्ती जाने, त्यो बत्ती जाने रोग एकदमै बढेको छ। अब यो कसलाई भन्ने, बिजुली अफिसलाई भन्ने कि होइन? यो कन्टिन्यू विद्युत पाउनु त किसानको जनताको अधिकार पनि होला नि त। गर्मी चाहिँ यस्तो अत्यधिक बढी छ, तर विद्युत सेवाको चाहिँ त्यो एकदमै डिस्कन्टिन्युटी चाहिँ त्यति राम्रो हो जस्तो मलाई लाग्दैन। यसमा अब संवैधानिक निकायले ध्यान कतिको दिन्छ, कसले भन्ने हो, यो खालको सिचुएसन चाहिँ मैले गाउँमा बस्दाखेरि देखेँ। यो विद्युत कन्टिन्यू पाउनु पर्ने हो, आकल झुकल काहीँ बिग्रिँदाखेरि हप्तामा यसो केही समय विद्युत जानु फरक कुरा हो। तर यो दिनहुँ विद्युत झ्याप गइराख्ने कुरा चाहिँ यो चाहिँ अब यो सामान्य कुरो हो जस्तो मलाई लाग्दैन। यो यसो हेर्दाखेरि यो सानो झारेझुरे कुरो हो जस्तो लाग्छ। अब यो कसले गर्ने यस्तो कुराहरूमा त्यो खालको सिचुएसन पनि देखियो। अनि म यस बिचमा यो गाउँपालिकाहरूमा हुने सार्वजनिक सुनवाई अनि अरू बजेट भाषण यस्ता केही कार्यक्रमहरूमा पनि सहभागी भएर पालिकाहरूले कसरी काम गरिरहेछ भन्ने पनि अलिकति हेर्ने मौका पाएँ। अनि गाउँ चाहिँ मेरो गाउँ चाहिँ यो जङ्गलको छेउमा भएको कारणले गर्दाखेरि एक दिन जङ्गल पनि घुम्न गइयो, एकदम पानीको उसमा साथीहरूसँग। यहाँको हाम्रो सन्तोष राई अनि भीम कार्कीजीसँग चाहिँ एकदमै रमाइलो पनि भयो। जङ्गल एकदम खोला खल्सा, त्यो पनि घुम्न गइयो। प्रकृति अब केही मान्छेहरूले, लेखकहरूले भनेका छन् यो अब 3M को जमाना छ भनेर भनेको छ। अब यो 3M भनेको मोदर भनेको नेचरलाई भनेको। यो मैले सायद मलाई लाग्छ थ्याङ्क यू फर बिङ लेट भन्ने बुकमा पढेको जस्तो लाग्छ मलाई। अब एउटा एम भनेको मोदर प्रकृति हो। प्रकृतिका लागि ठुलो सङ्घर्ष हुन्छ, प्रकृति नै सबैभन्दा ठुलो चाहिँ अहिले सम्पत्ति हो। र अर्को एम भनेको मार्केट, यो दुनियाँ बजारको दुनियाँ हो भन्ने पढेको हो भने। अर्को चाहिँ मुर ल भन्दो रहेछ। यो चाहिँ अहिले यो मुर ल भनेको चाहिँ अब यो चाहिँ अब एनागल हुँदै डिजिटल युगमा र एआईमा जुन खालको इभोल्युसन भएको छ त्यो इभोल्युसन सिस्टमलाई चाहिँ मुर ल भन्छ। यो अब भनेको प्रविधि भनेर पनि भनेको, टेक्नोलोजी भन्न सकिन्छ त्यसलाई। त्यस कारणले गर्दाखेरि अब चाहिँ प्रकृति, प्रविधि र बजार यति तिनवटा कुराको जमाना हो भने जस्तो यो हाम्रो ठाउँ चाहिँ प्रकृतिका लागि असाध्यै राम्रो छ, प्राकृतिक रिसोर्सहरू असाध्यै राम्रो छ। तर यहाँ अर्को समस्या किसानको कुरा गर्ने हो भने बाँदरको कारणले गर्दाखेरि बसाइ हिँड्नुपर्ने स्थिति छ। घरबाटै मकैको झुता नै निकालेर बाँदरले लगिदिन्छ अनि घरै सुरक्षित छैन बाँदरबाट। काठमाडौँकै जस्तो स्थिति भइसक्यो। काठमाडौँमा मान्छेले पत्याउँदैन कि काठमाडौँमा छतमा तरकारी रोपेर कोही मान्छेले खान सक्दैन, बाँदरले झ्याप्प खाइदिइहाल्छ। ड्रागन फ्रुट फल्न लाग्यो, बाँदरले आएर टिपेर लगिदिन्छ। त्यो खालको बाँदरको आतङ्क त काठमाडौँ सहरभित्रै छ। पशुपतिमा यता त्रिपुरेश्वरतिर झन् खपिन सक्नु छ। मान्छेले चाहिँ गाउँमा मात्रै भन्छन् बाँदरको त्यो खालको बिगबिगी छ। कुन दिन सिंहदरबारभित्रै बाँदरको आतङ्क पनि हुनसक्ला। तर यो गाउँमा चाहिँ बाँदरको चाहिँ अति नै ठुलो आतङ्क बढ्दै गएको छ। त्यस पछाडि अर्को आतङ्क भनेको हात्तीको छ। हात्ती दिउँसै पनि निक्लिन्छ, हात्तीलाई कसरी तह लगाउने। र अब आगामी दिनमा चुनाव पनि आउला स्थानीय तह, मानिसहरूले चाहिँ अब
यदि जनताका समस्याको कुरा गर्ने हो भने बाँदर नियन्त्रण कसरी गर्ने, हात्तीबाट जोगिने उपाय के हो, खेती किसानी कम लागतमा कसरी गर्ने। जस्तो मलाई यहाँ के लाग्यो भने एउटा ट्र्याक्टर, एकजनाले ट्र्याक्टर लगाउँदा घन्टाको 3000 लाग्छ, ट्र्याक्टर 15 लाखदेखि 20-25 लाख कति पर्ला। 8-10 घर मिलेर एउटा ट्र्याक्टर लिने सामूहिक हो भने त्यो समूहगत किसानको जुन अवधारणा थियो, मलाई लाग्छ यो लालीगुराँस नगरपालिकाको अर्जुन बाबु माबुहाङ भन्ने मेयर साहबले चाहिँ समूह बनायो भने त्यो पावर ट्रेलर जोत्ने जुन हाते मेसिन पालिकाले दिने भनेर कार्यक्रम ल्याए जस्तो लाग्थ्यो। त्यस्तै यो तराईतिर चाहिँ समूह बनायो भने ट्र्याक्टरमा केही अनुदान दिने हो कि त्यो खालको केही नीतिहरू बनाउने हो कि होइन। त्यस कारणले गर्दाखेरि किसानका समस्यालाई ध्यान दिएर राजनीतिलाई किसानसँग जोड्नुपर्ने हो जस्तो मलाई लाग्छ। तर काठमाडौँको राजनीति एकातिर छ, किसानको समस्या अर्कोतिर छ। अनि यसो मैले यो खेतीको बेलामा बस्दाखेरि सम्झेँ हाम्रा मन्त्रीज्यूहरू कति मन्त्रीलाई यो धान कसरी रोपिन्छ भन्ने थाहा छ होला, खेती किसानी कति थाहा छ होला, यो समस्या कति थाहा छ होला भन्ने नि लाग्यो। फेरि यस्तो कुरा गरेर तैँले ठुलो कुरो गर्ने भन्ने पनि हुनसक्छ, किनभने धान रोप्नु खेती गर्न जान्नु नै मात्रै राजनीति गर्न जान्ने कुनै प्रमाणपत्र होइन भन्ने पनि लाग्न सक्छ। तर नेपालको कन्टेक्स्टमा आधारभूत जनताको समस्या थाहा पाउने हो भने एकचोटि 7 दिन किसानसँग आएर बिताइयो भने धेरै कुराहरू थाहा हुन्छ। काठमाडौँमा सुकिला लुगा लगाएर टिलिक्क परेर सोसियल मिडियामा ठम हिँडेर कोटको दुईतिरको कलर समाते जस्तो देखिएर मात्रै नेपालको ग्राउन्ड रियालिटी थाहा हुँदैन। त्यस कारणले सुकिला भनिएका ठुला भनिएका मानिसहरूले पनि बेला बेला ग्राउन्डमा आएर ग्राउन्डको रियालिटी बुझ्दै हुन्थ्यो जस्तो मलाई लाग्छ। तर यो मैले सुरुमै भने मैले यो कुनै घमण्ड अहम देखाएको होइन, आफू जुन पृष्ठभूमिमा हुर्केको हुँ त्यही पृष्ठभूमिको आफ्नो एउटा कन्टिन्युटी मात्रै हो। र यो भ्लग बनाएर मैले किसानहरूको आवाज पनि सुन्नाइ होस् भनेर सम्बन्धित क्षेत्रलाई रिक्वेस्ट गर्न खोजेको हो। र गाउँको विकासका नाममा, प्रकृतिको रिसोर्सहरू उपभोग गर्ने नाममा जनतामाथि जुन खालको मानवीय, भौतिक, भावनात्मक एक खालको दोहन भइरहेको छ त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने पनि गम्भीरतापूर्वक सोचियोस् भन्नका लागि मैले यो भिडियो बनाएको हुँ। सुनिदिनु हो त्यसका लागि धन्यवाद दिँदै यो मेरो पर्सनल युट्युबलाई यसो सब्सक्राइब पनि गरिदिनु भयो भने भन्दै मेरो यो पर्सनल युट्युबलाई सब्सक्राइब गरिदिनु भयो भने म अरू पनि यस्ता भ्लगहरू बनाउन उत्साही हुन्छु भन्दै मेरो आफ्नो कुराहरू यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।